सानोमा माग्दै पनि खाएँ, मेरो आफ्नो जग्गा जमिन पनि केही पनि थिएन। अनि जग्गा जमिन नभएको कारण चाहिँ अनि मागेर पनि खानु पर्यो। अनि कता त्यस्तो अवस्था? यतै पनौती बजार? मेरो यो 6 नम्बर ओराइमै हो। त्यस्तो जीवन आयो सानोमा? हजुर, एकदम खानालाई जस चुलोमा आगो बाल्नलाई दाउरा पनि हुँदैन थियो, अनि अन्न पनि हुँदैन थियो। अनि बाबा चाहिँ जलादार गरेर मजदुर काम गर्नुहुन्थ्यो। अनि म चाहिँ अनि बाबाको काम नहुने बेला अब भोकै त बस्न सक्दैन, कतिचोटि पनि भोकै पनि बसेँ। अनि मैले चाहिँ बाटोमा हिँड्ने दाइ दिदीहरूसँग चाहिँ मैले 1 रुपियाँ दिनु न भनेर त्यो बेला चाहिँ समयमा चाहिँ 1 रुपियाँको चलन थियो। अनि त्यो बेला 1 मोहर 1 रुपियाँको चलन थियो। मैले चाहिँ त्यतिखेर चाहिँ बाटोमा हिँड्ने व्यक्तिहरूसँग चाहिँ मैले पैसा मागेँ, तर उहाँहरूले पनि दया गरेर चाहिँ मलाई दिनुभयो। त्यसरी चाहिँ जीवन गुजार्थ्यो। सबैले दिन्थ्यो कि गाली गर्थ्यो कि कस्तो हुन्थ्यो? गाली पनि गर्थ्यो, अनि गाली पनि गर्थ्यो, अनि कोहीले माया गरेर दिनु पनि हुन्थ्यो। अनि मैले अनि स्कुल जाऊ भन्थ्यो। अनि त्यतिखेर चाहिँ मलाई स्कुल जानुभन्दा नि आफ्नो भोकको थियो नि त होइन। अनि स्कुल जानुपर्छ, यसो मागेर खानु हुँदैन भन्थ्यो। तर मेरो आमा छैन भनेर मैले चाहिँ भन्दाखेरि उहाँले चाहिँ दया गरेर दिनुहुन्थ्यो। खाना पनि दिन्थे कि पैसा मात्रै दिन्थे? होइन, उहाँहरूले के बिस्कुटहरू ल्याएको छ भने पनि दिनुहुन्थ्यो, तर कति बेला पैसा पनि दिनुहुन्थ्यो। अनि त्यो पैसाले चाहिँ मैले लगेर चाहिँ किनेर खान्थेँ। तपाईँ एक्लै हुनुहुन्थ्यो कि साथीहरू पनि थिए? म एक्लै, मेरो दिदी हुन्थ्यो, म मात्र, अनि मेरो बाबा। त्यो सडकमा चाहिँ तपाईँ एक्लै? म एक्लै मागेर खानुहुन्थ्यो? कति धेरै वर्ष चल्यो? त्यस्तै भयो 4-5 वर्ष। 4-5 वर्ष? सानो बेला? सानो बेला। त्यति बेला कुनै त्यस्तो अविस्मरणीय घटनाहरू क्षणहरू छ? त्यतिखेर छ नि, नपाउँदाखेरि पनि अरूको घरमा पनि गएर बस्नु पऱ्यो, अनि खानु नि पऱ्यो होइन। आफूसँग नहुँदाखेरि त्यहाँ साथीभाइ कहाँ जाँदाखेरि आफन्त कहाँ बसेर पनि त्यसरी गुजारा चल्यो। त्यस्तो भोकै भएको दिनहरू थियो? धेरै छ त्यो त भनेर नै साथै हुँदैन होइन। त्यो दिनमा त धेरैचोटि मैले गरेँ, सय पनि मेरो बाबाले अब जालादार गरेर ल्याउनुहुन्थ्यो। कुनै बेला हुन्थ्यो, कुनै बेला हुँदैन थियो। आफ्नो त अब जग्गा जमिन केही छैन होइन। त्यही अब बाबाले जालादार गरेर खुवाउनुहुन्थ्यो, दुःख सुख गरेर खुवाउनुहुन्थ्यो। हजुरले प्रभु चाहिँ कसरी पाउनुभयो? तपाईँ स्कुल जानुभयो कि भएन? म स्कुल त गएको थिएन, तर त्यतिखेर चाहिँ मेरो दाइ पनि हुन्थ्यो। दाइलाई दिदीलाई पनि स्कुलमा राख्नुभएको थियो, अनि म चाहिँ गएको थिएन। मेरो दाइ चाहिँ त्यतिखेर दाइ र दिदीलाई चाहिँ स्कुलमा राख्नुभएको थियो। दाइको सत्तामा चाहिँ मलाई राख्नुभयो, अनि दिदी र म मात्र पढ्थेँ। कतिसम्म पढ्नुभयो? म धेरै समय त पढ्न पाएन। कति 1-2 कक्षा? 1 कक्षा मात्र पढ्न पाएँ मैले। 1 कक्षा मात्र पढ्नु भयो नि? त्यतिखेर यस्तो हुन्थ्यो, अब 1 कक्षा पनि अब दाइ उहाँले काममा राख्नलाई काठमाडौँ लानुभयो। त्यसपछि दिदी हुनुहुन्थ्यो, दिदी सँगसँगै म पनि पढ्न जान्थेँ। अनि दिदी पनि अनि काठमाडौँमा लानुभयो कामको लागि। अनि म एक्लै भएँ। म एक्लै भएको भएर चाहिँ मैले पढ्न नै सकेन, किनभने अब बुझाउने सम्झाउने थिएन। अनि भोकै पेटमा अनि स्कुल जान पनि सकेको थिएन। सुसमाचार चाहिँ कसरी पाउनुभयो तपाईँले? सुसमाचार चाहिँ मेरो आफन्त, मेरो फुपू दिदीहरू चर्चमा जानुहुन्थ्यो। उहाँहरूले चाहिँ मलाई भन्नुहुन्थ्यो, बाबु तपाईँ पनि चर्चमा आउनुहोस्, चर्चमा गएर चाहिँ प्रभुमा प्रार्थना गर्नुहोस्। तिम्रो प्रार्थना चाहिँ प्रभुले सुन्नुहुन्छ, तिम्रो हृदयको कुरा चाहिँ प्रभुले सुन्नुहुन्छ। तिमीले विश्वास गर्यो भने चाहिँ तिमीले उडाएर मुक्ति पाइन्छ भनेर चाहिँ उहाँहरूले भन्नुहुन्थ्यो। अनि मैले भन्थेँ, चर्चमा जाँदाखेरि के गर्नुपर्छ भने प्रार्थना गर्ने, भजन गाउने, बाइबल पढ्ने भने मलाई पढ्न लेख्न आउँदैन, अनि कसरी म जाने, मलाई त लाज लाग्छ भन्थेँ क्या त्यतिखेर। अनि मैले विश्वास चाहिँ गर्थेँ। एक दिन चर्चमा पनि गएको थिएँ म गएको थिएँ, तर मैले पढ्न नआएको भएर मलाई अप्ठ्यारो आयो, म गएन। अनि तपाईँले ग्रहण गर्नुभएपछि तपाईँको जीवनमा येशूले के दिनुभयो? कस्तो भयो? कस्तो लाग्यो? मैले
आफन्तले मलाई भन्नुहुन्थ्यो, म विश्वास चाहिँ गर्थेँ कि म विश्वास चाहिँ गर्थेँ, तर मलाई चाहिँ पढ्न लेख्न आउँदैन भन्थ्यो। अनि त्यतिखेर चाहिँ म जब बिरामी परेँ नि, तब मैले चाहिँ यसो ख्रिस्टलाई चाहिँ अनि विश्वास गर्न प्रभुले मलाई अगुवाई गर्नुभयो कि मैले परमेश्वरलाई चाहिँ त्यो मेरो कष्टमा चाहिँ मैले कति धामी जागिर लगाउँदाखेरि पनि निको पार्न नसकेर मैले अब निर्णय चाहिँ म अब निकै गम्भीरमा निकै कष्टमा चाहिँ परेको कारण चाहिँ मैले चाहिँ अब के रोज्नु पऱ्यो भने मैले चाहिँ यीशु ख्रिस्टलाई चाहिँ मैले मुक्तिदाता यीशु ख्रिस्ट भनेर मैले विश्वास गर्न लाई चाहिँ परमेश्वरले मलाई सहायता गर्नुभयो। किनभने तपाईँको जीवनमा त्यस्ता कस्तो कस्तो आशिषहरू प्राप्त गर्नुभयो, कति उपलब्धिहरू भयो? पहिला मैले बिमार भएको थिएँ अनि त्यो हरेकबाट मैले चाहिँ छुटकारा नपाएर जब यीशु ख्रिस्टलाई मैले विश्वास गरेँ नि, जब मैले यीशु ख्रिस्टलाई विश्वास गरेँ मैले चाहिँ नयाँ जीवनै पाएँ कि नयाँ जीवन। त्यो आशा चाहिँ मैले संसारबाट नपाएको आशा चाहिँ यीशु ख्रिस्टमाथि पाएँ। किनभने त्यतिखेर चाहिँ मर्ला भन्ने डर थियो, तर जब यीशु ख्रिस्टलाई मैले ग्रहण गरेर मुक्तिदाता यीशु ख्रिस्ट भनेर मैले स्वीकारेँ, तब चाहिँ मेरो जीवनमा चाहिँ आशिष आउन थाल्यो। मेरो जीवनमा चाहिँ मेरो कमजोरी भएको शरीरलाई चाहिँ प्रभुले चाहिँ निको पार्दै लानुभयो, निको पार्दै लानुभयो मलाई चाहिँ। अनि अझ जिउने आशा पलायो, जिउने आशा र अनि परमेश्वरमा म के गर्छु, म यीशु ख्रिस्टको निम्ति म के गर्छु भनेर त्यो जोस र जागृति म माथि बढ्यो। अनि अहिले तपाईँको सेवाकाय तपाईँ एल्डर हुनुभयो, अभिषेक हुनुभयो, अनि त्यो मण्डली त्यहाँको सेवाकायको विषयमा केही अनुभवहरू बताइदिनुहोस्। हुन्छ, धन्यवाद। मैले चाहिँ अहिले चाहिँ मेरो सुसमाचार फेटर हो, मेरो पास्टरको नाम चाहिँ याबिस भुजेल, अनि म त्यही सेवाकाय गर्छु अहिले। म चाहिँ अहिले परमेश्वरको नामद्वारा चाहिँ परमेश्वरले चाहिँ मलाई जुन सेवकको लागि गोठालको रूपमा चाहिँ परमेश्वरले मलाई एल्डरको अभिषेक गर्नुभयो। प्रभुले धन्यवाद, उहाँले जुन मलाई गोठालोको जिम्मेवार दिनुभयो। अहिले चाहिँ मैले चाहिँ मण्डलीमा सेवाकायहरू गरिरहेछु। सेवाकाय गर्दै प्रभुमा परमेश्वरको सेवकहरूलाई चाहिँ डराउनलाई परमेश्वरले चाहिँ आज मलाई जुन जिम्मेवार दिइरहनु भएको छ मैले त्यो पालना गर्दैछु। अनि पहिलाको जीवन र अहिलेको जीवन कस्तो हुँदो रहेछ, त्यो संसार र यो संसार? पहिलाको जीवन र अहिलेको जीवन त धेरै परिवर्तन छ। पहिला त मर्ला भन्ने डर थियो, के गरौँ भन्ने चिन्ता पर्थ्यो। अहिले जब मैले यसलाई पाएँ तब मैले चाहिँ पूर्ण जोस जागृति, अब आफू बाँचेर अब अरूले बचाउने चाहिँ मेरो चाहिँ त्यो परमेश्वर दिनुभएको जिम्मेवार चाहिँ मैले पालन गर्न पाएँ। किनभने पहिला म मर्ला भन्ने थिएँ, अहिले चाहिँ परमेश्वर म आफै बाँचेर अहिले अरूले बचाउनलाई चाहिँ अरू दाइ दिदीहरूलाई चाहिँ जो उहाँहरूले शान्ति पाएको छैन त्यो ठाउँमा गएर चाहिँ मैले चाहिँ प्रभुको वचनहरू चाहिँ होइन उहाँहरूलाई चाहिँ प्रभुको बारेमा चाहिँ गवाईहरू बताउँदै अनि प्रभुमा चाहिँ अनि हौसला दिँदै चाहिँ प्रभुको वचनद्वारा चाहिँ हौसला दिँदै चाहिँ लान पाएकोमा चाहिँ म धेरै खुसी छु। किनभने म बाँचेको जस्तै उहाँहरू पनि बाँच्नुपर्छ भन्ने त्यो हृदय चाहिँ प्रभुले दिनुभएको छ, त्यो प्रेम चाहिँ प्रभुले दिनुभएको छ मेरो जीवनमा। अनि त्यही मैले पाएको आशिष चाहिँ उहाँहरूले पनि पाउन सक्नु भएको होस् भन्ने चाहिँ मेरो चाहिँ हृदयबाट नै यीशु ख्रिस्टलाई भन्नुभएको छ, जाऊ र सुसमाचार सुनाउनु भन्नुभएको छ। त्यही महान आज्ञा चाहिँ मैले त्यो पालन गर्नु पाउँदाखेरि म धेरै खुसी छु। तपाईँको जुन यो सेवाकाईको दौरानमा होइन, तपाईँ एउटा सेवाकाईमा हुनुहुन्छ होइन, अहिले तपाईँ अरूलाई बचाउने अभियानमा हुनुहुन्छ होइन, तपाईँको भिडियो हेर्नुहुने दर्शकहरूलाई यसो को हुनुहुन्छ, किन विश्वास गर्ने होइन, केही कुराहरू तपाईँले जुन पाउनुभएको आशा, जुन पाउनुभएको आशिष, उद्धार मुक्तिको बारेमा अब अरूले थाहा नहुनेहरूलाई पनि बताइदिनुहोस् न। हुन्छ, साँच्चै मैले त अब मैले उद्धार मुक्ति चाहिँ यीशु ख्रिस्टमा पाएँ। दाजुभाइ दिदीबहिनीहरू हजुरहरूले पनि पाउन सक्नुहुन्छ। साँचो मुक्तिदाता यीशु ख्रिस्ट हाम्रो हृदयको कुरा जान्नुहुने, हामीले के सोचिरहेछ, कसो मनमा चिन्ता भइरहेछ भने सबै कुरा जान्नुहुने ईश्वर मात्र हुनुहुन्छ। आज मलाई चाहिँ आमाकै गर्भबाट परमेश्वरले चुन्नुभयो, त्यो चुनेको कारण चाहिँ म बाँचेको जस्तो हजुर पनि बाँच्न सक्नुहुन्छ। किनभने आशा चाहिँ यसुमा मात्र छ। म के भन्न चाहन्छु भने तपाईँहरूले पनि उद्धार मुक्ति पाउनुहुन्छ, तपाईँहरूको जीवन पनि होइन बहुमूल्य छ। तपाईँहरूको त्यो बहुमूल्य जीवनलाई त्यसै खेर जान नदिनुहोस्। किन यो धर्म परिवर्तन होइन तर जीवन परिवर्तन। किन जसरी म हिजोको दिनमा म कति कष्टमा थिएँ, कति पीडामा थिएँ, कति
अभावमा थिएँ, कति कष्टमा थिएँ। त्यो कष्टबाट चाहिँ येशू ख्रीष्टले मलाई त्यसबाट डल्डलबाट चाहिँ निकाल्नु भएर अहिले मैले आनन्द र शान्ति पाएका छु। हजुरहरूले पनि पाउन सक्नुहुन्छ। किनभने येशू ख्रीष्टलाई योहनाको पुस्तक, सुसमाचारको योहनाको पुस्तक 1:12 पदमा भन्नुभएको छ, जसले येशू ख्रीष्टलाई विश्वास गरेर ग्रहण गर्नुहुन्छ, मुख र हृदयले स्वीकार गर्नुहुन्छ, उहाँले उद्धार मुक्ति पाउनुहुन्छ अनि येशू ख्रीष्टको सन्तान हुने अधिकार तपाईँले पनि दिनुहुन्छ। तपाईँहरूलाई पनि उद्धार मुक्ति पाउनुहुन्छ र तपाईँ पनि येशूको सन्तान हुन सक्नुहुन्छ, स्वर्गको। किनभने त यो शरीर त एक दिन जान्छ, एक दिन संसारमा यो शरीर छोडेर जानुपर्छ, तर आत्मा चाहिँ हामीले येशू ख्रीष्टलाई विश्वास गर्नु भएर उद्धार मुक्ति तपाईँहरूले पाउनुभयो भने चाहिँ तपाईँ निश्चय नै यो शरीर छोडेर जाँदाखेरि आत्मा चाहिँ स्वर्गमा पुग्नुहुन्छ। किनभने येशू ख्रीष्टलाई यदि विश्वास गरेन भने, तपाईँहरूले येशू ख्रीष्टलाई विश्वास नगरिकन यदि तपाईँहरूले यो संसार छोडेर जानुभयो भने तपाईँहरूले उद्धार पाउनुहुन्न। उद्धार पाउनको लागि येशू ख्रीष्टलाई मुक्तिदाता येशू ख्रीष्ट भनेर विश्वास गरेर ग्रहण गर्नुपर्छ अनि तपाईँले उद्धार मुक्ति पाउनुहुन्छ। यही उद्धार मुक्ति चाहिँ हजुरहरूले पाउन सक्नु भएको छ भने मेरो यो जीवनको गवाई, मेरो गवाई हजुरहरूलाई दबाई हो। तपाईँहरूलाई चाहिँ आशिष पाउनुहुन्छ। हो, आज सम्पत्ति छ, भोलि नहुन सक्छ, तर येशू ख्रीष्टमाथि विश्वास गर्नुभयो भने तपाईँहरूले चाहिँ स्वर्गको आनन्द र शान्ति तपाईँहरूले पाउनुहुन्छ। म यही भन्न चाहन्छु। आज म जुन परिस्थितिबाट म गुज्रिँदै म त्यो कष्टबाट चाहिँ होइन विजय हुँदै आउनु पाएका छौँ, विजय भएका छौँ। अहिले मैले चिन्ता छैन। अहिले किनभने येशू ख्रीष्टले भन्नुभएको छ मत्ती 11:28 र 29-30 पदमा, हे सबै थाकेका र बोझले दबेका हो, म कहाँ हो, म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा आफूमाथि ल्याऊ, म विनम्र र कोमल हृदयका छु अनि तिमीहरूले आफ्नो आत्मामा विश्राम पाउनेछौ, किनकि मेरो जुवा सैलो छ र मेरो भारी हल्को छ भन्छ। आमेन। किनभने प्रभुमा मात्र छ त्यो हाम्रो पीड चिन्ता फिक्री चाहिँ येशू ख्रीष्टले लिनुहुन्छ। येशू ख्रीष्टले भन्नुभएको छ तिमीहरूको पीड चिन्ता मलाई देऊ, तिमीहरू चाहिँ शान्तिमा जिउनु भन्नुभएको छ। आज हामीले मलाई चाहिँ प्रभुले शान्तिमा जिउन सिकाउनु भएको छ। मैले अहिले चिन्ता छैन। मैले चिन्ता लाग्यो कि म प्रभुले येशू ख्रीष्टलाई पुकार्छु, म घोडा टेक्छु, म येशूमा घोडा टेकेर म प्रार्थना गर्छु, नदेख्ने परमेश्वरलाई म प्रार्थना गरेर येशूसँग बातचित गर्छु। किनभने उहाँसँग प्रार्थना गरेर घोडा टेक्दाखेरि त्यो पीड चिन्ता त येशू ख्रीष्टलाई चाहिँ शान्ति दिनुहुन्छ अनि त्यो पीड चिन्ता हटाउनुहुन्छ। यदि हजुर पनि विश्वास गर्नुभयो भने तपाईँले नै साँच्चै नै मुक्ति पाउनुहुन्छ। यस कारण चाहिँ तपाईँहरूले यो समय छँडाले विश्वास गरिहाल्नुहोस्। होइन, येशू ख्रीष्टलाई विश्वास गर्न कुनै धन सम्पत्ति चाहिँदैन, एउटा शुद्ध हृदय चाहिन्छ प्रभुले। येशू ख्रीष्टले धन सम्पत्ति माग्नु भएको छैन, धनी व्यक्ति पनि चाहेको होइन उहाँले चाहिँ विश्वास योग्य छोराछोरी खोज्नु भएको। जो विश्वास गर्नुहुन्छ नि, यो साँचो हृदयले विश्वास गर्ने हुने चाहिँ यसोले खोज्नु भएको, हाम्रो शुद्ध हृदय खोज्नु भएको उहाँले चाहिँ। यदि हजुरहरूले पनि विश्वास गर्नुभयो भने तपाईँहरूले पनि उद्धार मुक्ति पाउनुहुन्छ। मैले यही भन्न चाहन्छु, तपाईँहरूले चाहिँ उद्धार मुक्ति पाउनुहुन्छ। मेरो यही बिन्ती छ, यो तपाईँहरूको जीवन चाहिँ खेर जान नदिनुहोस्। यो समय छँदाखेरि भोलि के हुन्छ थाहा हुँदैन, छिनको भरमा के हुन्छ थाहा छैन, तर येशू ख्रीष्टलाई विश्वास गर्नुभयो भने अझ तपाईँ लामो जीवन जिउन सक्नुहुन्छ। किनभने त्यो जीवन चाहिँ येशू ख्रीष्टको हातमा मात्र छ। यदि तपाईँले ग्रहण गर्नुभयो, विश्वास गर्नुभयो भने उद्धार मुक्तिदाता येशू ख्रीष्ट हृदय र मुखले स्वीकार गर्नुभयो भने तपाईँले उद्धार मुक्ति पाउनुहुन्छ। अझ तपाईँ लामो समय चाहिँ प्रभुको नामको लागि, कामको लागि, प्रभुको राज्यको लागि चाहिँ काम गर्नलाई चाहिँ तपाईँ अझ लामो समय जिउन सक्नुहुन्छ। उहाँको इच्छा अनुसारमा तपाईँ हिँड्नुभयो भने तपाईँले उद्धार मुक्ति पाउनुहुन्छ। म यही भन्न चाहन्छु, मेरो यो गवाई चाहिँ तपाईँहरूको लागि दबाई, तपाईँको जीवन चाहिँ परिवर्तन गर्नुभएको होस् भन्ने मेरो यही प्रार्थना छ। मेरो आशा छ तपाईँहरू पनि बाँच्नुपर्छ, तपाईँहरू पनि साँचो बाटोमा हिँड्नुपर्छ। म यही भन्न चाहन्छु, मेरो दाइ, मेरो दिदी, मेरो आमा, मेरो बुबा, तपाईँहरूले यही भन्न चाहन्छु, यही सूचना म दिन चाहन्छु। तपाईँले विश्वास गर्नुहोस्, विश्वास गर्नुहोस् तपाईँको हृदयले। आज आफन्तले छोड्ला, समाजले छोड्ला, तर येशू ख्रीष्टलाई हामीले कहिले पनि छोड्नुहुन्न। हामीले आमाले छोड्ला, बाबाले छोड्ला, दाइ दिदीले छोड्नु होला, तर परमेश्वरले कहिले पनि छोड्नुहुन्छ। तपाईँले माया गर्नुहुन्छ, प्रेम गर्नुहुन्छ, जसरी अहिले मैले प्रेम गर्नुभएको छ त्यो माया प्रेम प्रभुले दिनुहुन्छ। आफू बाँचेर अरूले बचाउनु त्यो
जागृति तपाईँहरूमा आउँछ। आज हामीलाई ठुल्ठुलो झिझी गर्नेलाई, सराप्नेहरूलाई, आज हामीले नराम्रो कुरा काट्नेहरूले पनि आज त्यो परमेश्वरलाई चाहिँ उहाँले क्षमा दिने त्यो हृदय पनि प्रभुले दिनुहुन्छ। आज हामीले चाहिँ परमेश्वरले भन्छ तिम्रो शत्रुलाई आफूले चाहिँ प्रेम गर, तिम्रो छिमेकीलाई पनि आफूले चाहिँ प्रेम गर भन्नुभएको छ। त्यो कहाँबाट आयो? स्वर्गबाट त्यो वचन, जीवित वचन येशू ख्रीष्टको 66वटा पुस्तकमा पवित्र बाइबलमा लेख्नु भएको छ। त्यो हामीले पढ्नुभयो भने तपाईँले आफू बाँचेर अरूलाई बचाउने अनि आफ्नो शत्रुलाई पनि प्रेम गर्ने त्यो हृदय तपाईँलाई हालिदिनुहुन्छ। आज कतिपय मानिसहरूले आफ्नो छिमेकी देखेर रिसाउँछ, एउटा सानो सानो कुरामा अल्झेर चाहिँ छिमेकीको बारेमा चाहिँ रिसाएर बस्छ, शत्रुको बिचमा पनि रिसाएर मुख फर्काएर हिँड्छ। तर प्रभुले चाहिँ के भन्नुभएको छ? शत्रुलाई पनि प्रेम गर्ने त्यो हृदय मलाई दिनुभएको छ। यस कारण चाहिँ तपाईँले विश्वास गर्नुभयो भने त्यो शत्रुले प्रेम गर्ने, छिमेकीले प्रेम गर्ने तपाईँले हृदय पाउनुहुन्छ। प्रिय दाजु दिदी, आमा बुवा,